हुनुहुन्न थियो क्या। एउटा महिनै हो मेरै आडमा नै यहाँ छेउमा आएर बस्नु भएको। मलाई तपाईँको हरेक कुमा हेल्प चाहिन्छ भन्नुहुन्छ। मलाई भिनाजुले नि बारम्बार तिम्रो छेउमा चाहिँ यताउता विचार गर है, नयाँ हो गाउँबाट आएको मान्छे भनेर मलाई बारम्बार भनिराख्नु भएको थियो उहाँले, भिनाजुले पनि। हुन्छ भने अब हिजो चाहिँ अब म तल झर्नु पनि 15-20तिर झरेको हो। म फर्किँदाखेरि मलाई 4 बजेतिर खबर आएको। म त्यही अब खाजा खाँदा हाफ प्लेट चाउमिन खाएको। त्यति खाँदा कति नै टाइम लाग्छ र त्यति खाएर सर स्कुटर लिएर आइहालेको। आउँदाखेरि त्यो 40 मिनट जति लगभग मैले टाइम लस्ट भयो। त्यो बेला आउँदाखेरि मान्छे सबैजना जम्मा भएर ढोकासोका फोरिसकेको रहेछ म आउँदाखेरि। अनि अब उहाँको रुममा कतिजना बस्नु उहाँको रुममा 2टा बच्चा छन्, छोरा र छोरी। छोरो अब 4 वर्ष लाग्नै छ, छोरी 7 वर्ष हो। अनि ऊ दिदी मात्रै हो। आज उसको हिजै बहिनी उता गाउँबाट आउने, बहिनीलाई बोलाएको छु। ट्युसन हाल्नुपर्छ लक्ष्मी, छोराछोरीको पढाइभन्दा अरू केही पनि हुँदैन। बरु अब बहिनीले एकदम पढाइ गरेर गर्छु, म बाहिर काम गर्छु, मेरो बहिनीले पढाउँछ यताउता भनेर ऊ गरिराख्नु भएको थियो। हुन्छ नि म नि यही बच्चाको लागि त अब गर्नु पर्यो, ट्युसन हुन्छ म नि हालिदिन्छु भने माथितिर पनि बच्चालाई ट्युसन हाल्ने भनेको छ भनेर अस्ति उँधोदेखि भन्नुहुन्थ्यो। हिजो बहिनी नि त्यही दिन आउँदै हुनुहुन्थ्यो अरे। अनि त्यो खबर पाएँ। अब त्यो अवस्था हेर्दाखेरि त्यो आफै त्यो घटना घटेकै होइन क्या। मलाई लाग्छ त्यो बाहिर थोरै छेस्किने तान्दाखेरि भित्रबाट चुक्कुल लागेको टाइपको हुन्छ। अलिकति अब हेन्डिल पुरै लागेको नभइकन अब भित्रबाट चुक्कुल लागेको टाइपले अलिकति छेस्किन तानेको हुनुपर्छ। मैले अब त्यो अवस्था मैले देख्न चाहिँ होइन, मेरो मनले चाहिँ त्यो भन्छ। अब आफ्नो अनुहार त्यस्तो आँखै सुनिने गरी कसैले उ गर्दैन, चल्लीमा यत्रो खाल्टो कसैले बनाउँदैन, मुख त्यस्तो फुट्ने गरी हरियै कसैले उ गर्दैन। आफ्नो मर्नु छ भने घाँटी पासो लाइन्छ, विष खाइन्छ बरु होइन। झुन्ने ठाउँ नभएपछि विष खान्छ मान्छेले। शरीरमा घाउहरू कतिवटा लाग्यो? हजुर घाउहरू हेरेको छैन। अनुहार हेर्ने बित्तिकै पहिले हेर्दाखेरि अब त्यस्तो उ लागेन, सर्लक्क सुतेको छ, टक्क मिलेर सुतेको छ, त्यस्तोमा देखेको हामीले देख्दा। पछि पल्टाएर अब हेर्ने भन्दाखेरि म भित्र म जबरजस्ती म छिरेर, आफ्नो मान्छेहरू त अब 1-2जना चाहिँ बस्दिनँ, अरू जानु भन्नुभयो। म चाहिँ छिरेर जबरजस्ती छिरेर हेर्दाखेरि त्यो अवस्था हेरिसक्नु छैन क्या। मुख त्यत्रो भएर यत्रो जिब्रो टोकेको छ, त्यो दाँत एउटा यतापट्टि देखिया छैन। दाँत अब त झर्या हुनसक्छ मेरो अनुसार। मैले हेर्दाखेरि झट्ट मुख मैले हातले लाएर हेरिनँ। त्यो नहेरेपछि अब त्यो हेर्दाखेरि चाहिँ अब हानेकै हो, मारेकै हो त्यो मलाई। त्यो आफ्नो उसले कसैले त्यस्तो गर्न सक्दैन आफ्नो शरीरमा। अब त्यस्तो गरेर हुँदैन, त्यो छटपट हुन्छ, ऊ हुन्छ। त्यहाँनिर त वरिपरिको सबै छरिनुपर्छ, माडिनुपर्छ, अवस्था अलि ऊ हुन्छ नि त। होइन भन्नु नि, त्यो छैन केही पनि, सर्लक्क सुताएको छ मान्छे, केही पनि ऊ त्यस्तो छैन। छेउमा त्यत्रो कचौडामा भएको सिताराहरू त खस्नुपर्छ नि, जस्ताको जस्तै छ त्यहाँ। तपाईँ उहाँको बहिनी हुनुभयो? मेरो दिदीको देउरानी।